हेलो लसो टेस्टले सम्पूर्ण विद्यार्थीहरू आजको तपाईहरुको पाठ पढाउँदैछु। अब तपाईहरुले तेस्रो स्टेप पढ्दै हुनुहुन्छ। तेस्रो स्टेपको नाम रहेको छ गोचेन सुम भन्ने चाहिँ। गोचेन सुम भनेको चाहिँ गो भनेको टाउको, चेन भनेको वाला। टाउको वाला अक्षर भनेको है टाउको वाला तीन थरीको अक्षरहरू रागो, लागो, सागो भनिन्छ। रागो भनेको राटाउको, लागो भनेको लाटाउको, सागो भनेको साटाउको हो। राटाउको वाला, लटाउको वाला, साटाउको वाला गरेर तीन थरीको अक्षरहरू हुन्छ। तीन थरीको त्यसमध्ये आज तपाईले राटाउको वाला पढ्ने है। सुरुमा राटाउको वाला चाहिँ यहाँदेखि यहाँसम्म हो। 12 वटा अक्षरहरू हुन्छ। अब यो 12 वटा अक्षरहरू पढ्ने है त। यसलाई कसरी पढ्ने त भन्दाखेरि यसमा चाहिँ सबैको टाउकोमा र हुन्छ। अब यसले पढ्ने बेलामा चाहिँ पहिला र अनि मुनि क जुन्डिएको छ त्यसलाई कतक भन्नु। र कतक क, र कतक क नै भन्ने हो। र कतक क अनि यतापट्टिको र गतक ग, र ngतक ङ, र जतक ज, र ञतक ञ, र ततक त, र दतक द, र नतक न, र बतक ब, र मतक म, र चतक च, र जतक ज। यसरी यहाँसम्म हो तपाईहरुको पाठ। यसलाई फेरि एकपटक र कतक क, र गतक ग, र ngतक ङ, र जतक ज, र ञतक ञ, र ततक त, र दतक द, र नतक न, र बतक ब, र मतक म, र चतक च, र जतक ज। ल आज तपाईहरुको पाठ यहाँसम्म हो। राटाउकोहरू ल यसलाई राम्रोसँग पढ्नुस् है त हजुरहरु। ओके भोलि कक्षामा भेटौँला।